Hello, namaste, welcome back to my channel. Let's maybe back. The Qadri vlogger is back with the camera of mobile phone. After a long time, म चाहिँ आफ्नो तल घरतिर गइरहेको अवस्था हैन. Let's see. बाटोमा छु नि त अहिले. अनि अहिलेको ठिक्क भनेको 11:30 भइसकेको अवस्था रहेछ. चुइकम चप्पा उड्दै, मुखमा रस आउँदै, चुइकम चप्पा उड्दै आफू जन्मेको ठाउँतिर जाने हो. अनि मेरो ब्यालग चाहिँ ठ्याक्कै 42 मिनेट 11 सेकेन्डसम्मको भिडियो गरेर मात्र मिल्छ क्या. मेरो स्टोरेज त्यति मात्र छ नि त अहिले. त्यही अनुसारको भित्र यो भिडियो बनाइदिने हो. तर म ठ्याक्कै भिडियो त 5 मिनेट समथिङको बनाइदिइहाल्छु नि. ओहोइ पूर्वेली ठिटो सोच बोकेको छु कमाउने त बिट्टो. अहिले जस्तो जस्तो गरी खाउँला नि लिटो. यस्तो बेर भट्न त भट्टा होइन, तर साउन्ड चाहिँ कति आएको छ थाहा छैन. आई डोन्ट नो अबाउट द्याट. घरमा बस्दा त क्याङ 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 होइन. अनि घर छेउको ग्रिलको घ्याइ भुइँ साला बाटोमा त्यस्तो घेरे हेरे साला जो टाटाटाटा बाँधेको त नि मनमनीहरू रातै जुट्छ यार. ती सबैबाट म बोर भएर म लागिसकेँ गाउँतिर. आनन्द सुख के सुख शान्त त के भन्नु होइन. शान्त चाहिँ खोज्न गएको. आनन्द शान्त सुन्दर हरियाली अनि आउट अफ द नोइज भएको ठाउँमा गइरहेको अवस्थामा चाहिँ आफ्टर लङ टाइममै मैले यसरी भिडियो बनाएको होइन. हुन त भिडियो त मसँग अलिकति हल्का फुल्का त छनु त छ, 3-4वटा भिडियो हाल्ने गरी, तर यसरी हालेको चाहिँ छुइनँ. म एडिट गरेँ जस्तो लाग्छ आजकल नि. बिकज आउट अफ द मोटिभ आई अल्सो वान एउटा मोटिभ गर्ने लड्की उसके बगैर त हम कुछ नहीं कर पाए अरे. अब त मलाई पनि एकजना मोटिभ गर्ने मान्छे चाहियो यार. एक त कन्टेन्ट छैन, अर्को त साला मोटिभ गर्ने मान्छे नि छैन. भएको कन्टेन्ट हाल्न पनि अल्छी लाग्छ. के गर्नु यार, के गर्नु. यस्तो छिना गफ हान्दा 2 मिनट गइसकेको छ होइन. थ्याङ्क यू बेनली. आई एम वेटिङ फर यु. वान डे यु आर माई. वाइ अहिलेको लागि चाहिँ बक्छ त यत्तिकै रहन्छ होइन. अब अहिले कानमा ठेली खाँदैछु, त्यहीबाट बोलिरहेको छु. आवाज आइरहेको छ होला होइन. अब यसबाट म गीत सुनेर जान्छु. लेट्स मुभ इट आउट. ओ सरी, स्टिल इट आउट. फाइनल्ली आई एम अराइभ हियर अरे क्या. हरियाली धान रोपेको छ पछाडि हाम्रो कटेज त काठको कटेज. हे कान्तमा तिमी लुक एट दिस. पैसा नि टमकतिर त पानी पर्छ कि यहाँबाट पुरै गुडुङ गरेको सुनिरहेको छु होइन. यो हो नि त साला आनन्द भनेको यार. यहाँ छोडेर कहाँ त माकुरी कुना काप्छ गरेर बसियो छ यार. थ्याट यहाँ मलाई क्या आनन्द छ यार. यत्रो छ नि यो हरिदेखि उहाँदेखि तल भएदेखि तल सम्म बाटोसम्म हाम्रो छ. यताको यो पर गाडीदेखि यताको भनेको पर एउटा मेरो पोइन्ट भएसम्म मेरो जान्छ यार. यत्रो ठाउँ छोडेर माका भोसडी के कहाँ गाडी चाले एक कट्टाको कुना गरेर बसिन्छ यार. यता जाउँ अर्काको घर, यता जाउँ अर्काको घर. कहाँको एक कट्ठा र कहाँको 2 बिघा मिल्दैन नि यार. यहाँ त दायाँ पनि आफ्नै हो, देब्रे बायाँ पनि आफ्नै छ. यहाँ मासु खान गएको बुढो झोला डुबेर मरो. सायद यसमा चाहिँ के अरे त पोइन्टमा चाहिँ बुढी छ, त्यही पनि म त बुढो हो नि त, केटा हो नि त, त्यहीबाट बुढो थपिदिएको नि त. आज मजाले पानी पर्छ जस्तो छ. ल्याङको घरबाट त नहिन् भन्दै त्यहाँ पानी पर्छ होला, धान उडाउनु पर्छ भन्दै थियो. म त अलिक जान्ने भएर हिँडेको. पानी पऱ्यो भने ल्याङ हुन्छ फेरि मलाई. यत्रो पछाडि साला साइड बनाएर हिँडेको यार. थेट हेलो नमस्ते ढोक दिया. अहिले चाहिँ म गाउँतिर आएर बोलिदिया. लड्यो. अहिले पछाडिको हरियाली यु क्यान सी इट. धान रोपेको रहेछ यहाँनिर 2 गरा, यहाँसँग 3 गरा. यो टिकेको रुखो हो. यता भनेको बाँसबारी, यहाँ हातको बोट सबै यस्तै छ. यता खाली छ. यो क्यान सी इट. रुखको बोट भइगयो, रुखहरू भइगयो. यहाँ पर मकैबारी, यो फरेस्ट. कति बस्नु माइतीकै कोसीमा. अस्ति पानी परेर यहाँ फेरि जमेछ. उफ जमिन त टन्नै फुलेको थियो. कति बस्नु माइतीकै कोसीमा. पुरा गाना सुनेको के हो यो. हाम्रो मकै पारी भइगयो. यो खाली उहाँ पर्सन हाम्रै हो.
अनि म भिडियो बनाएको छु त्यो बसेर रहेछ गाई र गाई यहाँ मस्त घाँस छ हाम्रो गाईलाई केही छैन गाई बालु चाहिँ यस्तै लोपाएको रहेछ परले यतिकै राखेको रहेछ के हो मजा नि यति भएको त बुढी के हो वाट दिस बिहेभियर हियर यु क्यान सी इट यो होइन ऊ त्यो परसम्मको इलाका हाम्रो आली भनेको हाम्रो इलाका हो उतैबारी 2-3वटा मकै यसो कोट्याएको साला खाने बेला भएको छ जस्तो लागेन होइन भर्खर माथि अलिकति हरिहर देख्दैछ यहाँ मौसमी यस्तो भएको छ साला खदेर बनाऊँ न यतिको कालो मैले उतातिर पाला पानी पर्छ जस्तो छ म यताबाट सट्टै यसो एकदम हेर्ने हो अनि एक चमट पानी खाने हो अनि कड्डी लाग्दिहाल्ने हो कतरी हो 1-2-3 दिन पछि ल 3 दिन पछि आउनु पर्ने जस्तो रहेछ Here I can see it somewhere मकैको घोगा ठुलो मेरो मकैको घोगा सानो मकै त राम्रै रहेछ नि हरियो मकै खाने बेला भएको छैन जस्तो लाग्यो अब केटोले यही भन्दै घरतिर लाग्यो यतिको लागि तिमी मान्छे यतिकै छोडेको छ फेरि यहाँनिर यति भन्दै अब म पनि घरतिर लागेँ पैसा यहीँ रहेछ एक झमट कोटाइदिनु मकै कतिको रहेछ फेरि यो खानु हुँदैन हौ भुटिटाको अन्डा यसलाई यतिकै छोडिदिने बत्ता निकालेर सेल्दै यसलाई यतिकै छोडिदिने भुटिटाको अन्डा हम तुम मिलने को मिलती रहे साला घरबाट त हिँडेको हिँड्न त हिँडेकै रनमा फेरि अहिले पो हावा चलाउ त मजाले वहाँ पुगेको एकछिन पर्छ साला दिमाग सबै रन्किएर टाउको साउको जोगेर नि अब बस्नु नसक्ने भयो त्यही माथि यता दमकतिर पानी परे जस्तो भएर हिँड्न कतिखेर हिँड्नु भइसकेको थियो होइन अलि हिँडे फेरि माछालाई पानी के को पर्नु घाम लागेर छ यहाँनिर नेपालको राजनीति जस्तो भएको छ मेरो जिन्दगी पनि नि कहिले के हुन्छ थाहा नै हुँदैन अनि अहिले हावा चलाउने साइकलको त नि यस्तो ल्याङ भइरहेछ आज म खाङ्क्रामा मेला चलिरहेछ कि मजाले अतिथि मलाई नधर्ने अतिथि महानुभावहरू भनेर चलिरहेछ त्यहाँनिर त्यही माथि साइकलको हिँडेर कस्तो लक त के भन्नु होइन टाइट भइरहेछ कि एउटै हातले हेन्डल गर्न लास्टै भइरहेछ क्या द्याट्स वाइ आई एम नट मेकिङ अ भिडियो फ्रम नाउ टु टिल नट आई एम नट पोचिङ इन अ पिच बाटो थ्याङ्क यू त्यसका बाद यो पनि झरेर खोजिरहेको छु त